आवश्यक देख्छु लाग्नु पर्दछ भन्न पनि चाहन्छु। र जुन प्रकारले विभिन्न भनौँ न मिडिया लगायतको एकदम सर्वसाधारणलाई जुन प्रकारको लुटपाट हत्या हिंसाको आपराधिक गतिविधि भयो, विभिन्न सम्पत्तिहरूमा नोक्सान भयो, त्यो अपराधीहरूले जसले त्यो अपराध गरेको छ उहाँहरूले छिटोभन्दा छिटो कारबाहीको लागि पनि म आह्वान गर्न चाहन्छु। र पक्कै पनि हामी यसमा कुनै दुई मात्रै छैन कि लोकतन्त्रको विकल्प भनेको लोकतन्त्रै हुन्छ, अन्य कुनै तन्त्र भन्दा पनि यो लोकतन्त्रै हुन्छ। र यसले हामी सम्पूर्ण नागरिक समाजले यत्रो दुःख गरेर हामी यही सडकमा कति आन्दोलन गरेर हामीले ल्याएको छौँ, त्यसले अझै पनि जोगाइराख्न संरक्षण गर्नका लागि हामी सम्पूर्णको भूमिका पक्कै पनि हाम्रो कर्तव्य पनि रहन्छ। र सँगसँगै म फेरि के पनि खबरदारी पनि गर्न चाहन्छु भने यो अवस्था, यो धमिलो पानीमा माछा मार्ने अवस्था अथवा यो चाहिँ अवस्था कसरी आयो र किन आयो र उहाँहरूले त्यस्ता आपराधिक गतिविधिहरू गर्नेहरूले कसरी स्पेस पाए त भन्ने कुरामा फेरि पनि हाम्रो वर्तमान जुन सरकार छ, वर्तमान हाम्रो राज्य व्यवस्था छ, त्यसका जुन अगुवाहरूलाई पनि म पनि चाहिँ यस विषयमा एकदम गम्भीर भएर आफ्नो आचरणहरूमा पनि फेरि पुनर्विचार गर्न जरुरी छ। किनकि जनताको त्यो भावनालाई उहाँहरूलाई एउटा मिसयुज गरेको पनि मलाई लाग्छ, युवाहरूलाई मिसलिड पनि गरेको हाम्रो अवस्था छ। त्यो अवस्था किन आयो त भन्ने कुरामा यस विषयमा पनि हामी अहिलेको सरकार, राज्य व्यवस्था र हामी सबैले पनि चाहिँ